गुड मर्निङ साथीहरू, म चाहिँ बजार पुगेर आएँ बा। मौसम आजको मौसम चाहिँ हेर्नुहोस्, आजको मौसम चाहिँ पुरा धुन्ला धुन्ला मौसम छ। मलाई दोकान जानुको लागि सुस्ती लाग्दैछ। अब चाहिँ ठन्डाको कपडा मगाउनु पर्छ जत्तिकै लागेको छ। मैले चाहिँ कपडाको दाम साम सबै सधैँ साथीहरू के हान्छ म अलिक दिनको बादमा अब हजुरहरूलाई देखान्छु। आज चाहिँ ठन्डा दिनको सब्जी चाहिँ निक्लिनुको लागि त अस्ति नै निक्लेको होला। म चाहिँ यति बजार गएको थिएन। यहाँ हेर्नु सब्जी मैले के लिएको छु भन्दाखेरि ठन्डा दिनको बढिया सब्जी आएको रहेछ। अनि यसलाई चाहिँ कातिक बोडी, यो चाहिँ यहाँ हेर्नुहोस् कातिक बोडी निक्लिसकेछ। अनि लिएको थिएँ मैले फुलकोपी आधा केजी 80 रुपियाँ केजी दिँदै रहेछ कतातिर चाहिँ। अनि 80 रुपियाँ केजीमा आधा केजी लिएर आएको थिएँ। अनि फुलकोपीसित यो सिमी ढालेर खायो भने चेप्टा सिमी के साह्रो दामी हुन्छ। बन्दाकोपी पनि लिएर आएको थिएँ। त्यसको बाद यहाँ हेर्नुहोस् कलिलो कलिलो लाइपत्ता लिएको छु मैले चाहिँ, कलिलो एकदम कलिलो छ। निङ्ग्रो पनि खाइदिन्छु भनेर निङ्ग्रो पनि लिएर आएँ। यता बोडी लिएर आएँ, बोडी आधा केजी लिएर आएँ मैले चाहिँ। अनि मेरो दामी के लिएर आएँ भन्दाखेरि यहाँ हेर्नुहोस् यता चाहिँ किनीमा चाहिँ यो 20 रुपियाँ अरे सुकेको रहेछ यो किनीमा चाहिँ। अनि लिएर आएको थिएँ। अनि त्यसको बादमा सेतेकाको चटनी खानु मन लागेको थियो, सेतेका लिएर आएको थिएँ। यहाँ हेर्नुहोस् सेतेका 20 रुपियाँ भएको रहेछ। मैले आन्टीलाई पनि के म एक्लै छु 10 रुपियाँको दिनु भनेर 10 रुपियाँको दिएको थिएँ। उयोलाई ठुली आमा मिसमिनी आन्टीलाई मागेको 10 रुपियाँको दिएछ। मैले चाहिँ ठन्डा दिनको सब्जी लिएर आएँ किनकि बहुत दिन भनेर लिनुको लागि लिएको थिएँ। अलिअलि अस्ति नै खाइसकेको थिएँ, लेकिन कातिके बोडी हो नि। अनि यही लिएर आएँ मैले चाहिँ। अब म यताउति गर्दै घर सर लाठाङ लुठुङ्गै छ। हामीको ठुली आमा यता बसिरहेको छ। हिजो ठुली आमाले चाहिँ जङ्गलको टुर खत्र गर्दै चाहिँ 4-5 घन्टा आज थाकेको छ अरे। बजार घुम्नुभन्दा जङ्गलको टुर। यता चाहिँ घर लाठा लुठुङ्गै छ, पानी पर्दैछ हेर्नुहोस्। पानीको मौसम त्यही हो। अब बाई अनि खानापिना बनान्छु। म चाहिँ दोकान जानु मन लाग्यो भने जान्छु। अनि यो हो कि मैले चाहिँ के भने कपडा चाहिँ मेरो अलिक दिनको बादमा आन्छ। अनि म भिडियो पोस्ट गरिदिन्छु। हजुरहरू फटाफट लिनु आनु। मैले हाई वेस्ट पेन्ट भनेको छु। अनि सर्ट के भन्छ क्रप टपवाला स्वेटर भनेको छु। अरू त्यही साइड मगान्छु कि हेर्छु म। फेरि पनि तपाईँहरूलाई भिडियो पोस्ट गर्छु म फटाफट नै लिनुको लागि। अब ठन्डा लाग्यो त्यहाँबाट रेनको होला पेप्सी सुट भनेको थिएँ मैले। पेप्सी सुट मोटोवाला छ अरे, तब रानी पतलावाला छैन अरे। मैले चाहिँ एकदम ठिक गरेर आएँ चाहिँ अहिले भिडियो आयो भने चाहिँ त्यसको बाद म चाहिँ सेलेक्ट गरेर मगान्छु। अनि कपडा पोस्ट हुने बित्तिकै आनुहोस् है लिनुको लागि। बाई हजुर सबलाई।